Hello, namaste. So in this video, we're gonna talk about how to see Ishtadev in your कुण्डली. तपाईँको कुण्डलीमा चाहिँ इष्टदेव तपाईँको इष्टदेव के हो भनेर कसरी हेर्ने भनेर चाहिँ विस्तृत रूपमा यो भिडियोमा चाहिँ हामी कभर गर्नेछौँ, कुरा गर्नेछौँ. एन्ड इष्टदेव सम्बन्धी कुरा चाहिँ मैले धेरै अगाडि इष्टदेव कसरी हेर्नुपर्छ एक्चुअली भनेर चाहिँ म कभर गर्छु भनेर प्रमिस पनि गरेको थिएँ र त्यसपछि धेरैजनाले मलाई रिमाइन्ड गराइ पनि रहनु भएको थियो. यो चाहिँ इष्टदेव सम्बन्धी च्याप्टर मैले अलरेडी कम्प्रिहेन्सिभ एस्ट्रोलोजी कोर्समा चाहिँ डिटेलमा कभर गरिसकेको टपिक थियो. सो कोर्समा भएको कारणले गर्दा मलाई इमिडिएटली यसलाई पब्लिकली पनि एभाइलेबल गराउनु मन लागेन. तर आज चाहिँ मैले फाइनली इष्टदेव बारेमा चाहिँ भिडियो बनाउने निर्णय गरेको छु र एकदमै धेरै भ्यालुएबल भिडियो हुनेवाला छ. अलिकति तपाईँलाई बेसिक चाहिँ थाहा हुनुपर्छ. थाहा छैन भने पनि एकदम सामान्य कुराहरू बेसिक त तपाईँले एकैछिनमा पनि च्याट जिपिटीबाट पनि सिक्न सक्नुहुन्छ खासमा. तर जे होस् तपाईँलाई हल्का बेसिक थाहा छ भने चाहिँ यो भिडियो चाहिँ तपाईँको लागि हो. एन्ड इष्टदेव जनरली हामीले राशिअनुसार अथवा पञ्चम भाव अनुसार यसरी हेर्ने अथवा ज्योतिषहरूले त्यसरी भन्ने चलन छ, जुन पूर्ण रूपमा सही होइन भन्ने मलाई लाग्छ. इष्टदेव हेर्ने अलिकति विशेष तरिका छ. गलत चाहिँ होइन. राशिअनुसार तपाईँले यो डिटीलाई मान्नुहोस्, हजुर तपाईँको पञ्चम भावको लड यो छ त्यो भएर यो डिटीलाई मान्नुहोस् भन्दाखेरि चाहिँ त्यो रङ चाहिँ हुँदैन. तर त्यसलाई इष्टदेव नै भनेर मान्दाखेरि चाहिँ अलिकति एक्चुअल अथवा फ्याक्चुअल नहोला भन्ने मलाई लाग्छ. जुन तरिका म भन्न गइरहेको छु यसले तपाईँलाई एक्चुअलमा तपाईँको इष्टदेव फाइन्ड गर्नलाई चाहिँ एकदम धेरै हेल्प गर्छ. र त्यसमा त्यो डिटीसँग स्टिक भएर त्यो डिटीलाई तपाईँले रेगुलर बेसिसमा चाहिँ आफ्नो पार्ट अफ लाइफ बनाउने, तपाईँले चाहिँ रेगुलर बेसिसमा उहाँहरूको लाइक त्यो डिटीको चाहिँ वालपेपर राख्ने फोनमा अथवा घरमा त्यो गर्न सक्नुहुन्छ. नर्मली मैले सेसनमा जहिले पनि नछुटाइकन यही तरिकाबाट इष्टदेव हेरेर तपाईँलाई इष्टदेव सेसन गर्नुभएको छ भने अफकोर्स मैले धेरैलाई चाहिँ छुटाउने गर्दिनँ सेसनमा कि तपाईँको यो इष्टदेव यो छ है भनेर चाहिँ भन्ने गर्छु. अब आजबाट चाहिँ तपाईँ आफैले अलिकति कुण्डली हेरेर जानेर र विशेष गरी इष्टदेव कसरी थाहा पाउने भन्नेको आजको भिडियो पछिबाट चाहिँ आफैले पनि तपाईँको इष्टदेव फिगर आउट गर्न सक्नुहुन्छ है त. सो इष्टदेव हेर्नको लागि चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि तपाईँको कुण्डलीमा सबैभन्दा हाइएस्ट डिग्री भएको प्लानेट कुन छ, तपाईँको कुण्डलीमा सबैभन्दा हाइएस्ट डिग्री भएको प्लानेट कुन छ र त्यो प्लानेट नवांशमा कुन राशिमा गएर बसेको छ त्यो पहिला तपाईँको आफ्नो कुण्डलीमा विभिन्न एपहरू छ. त्यो एपहरूमा आफ्नो डेट अफ बर्थ र टाइम अफ बर्थ राखेर चेक गर्नुहोस् कि तपाईँको हाइएस्ट डिग्री भएको ग्रह कुन छ र त्यो ग्रह चाहिँ नवांशमा कुन राशिमा गएर बसेको छ. अब तपाईँले चाहिँ त्यो नवांशको राशि लाई चाहिँ D1 को हिसाबले नवांशको राशिमा तपाईँको कुण्डलीमा D1 मा जुन ग्रह छ हाइएस्ट डिग्री भएको ग्रह र त्यो ग्रह तपाईँको नवांश कुण्डलीमा चाहिँ कुन राशिमा गएर बसेको छ र त्यो नवांश कुण्डलीको राशि मात्र लिएर लग्नलाई त्यो राशि अनुसारले परिवर्तन गर्नुहोस्. भनेको मतलब के भने मानौ तपाईँको शुक्र ग्रह लेट्स से शुक्र ग्रह सिंह राशिको 29 डिग्रीमा छ. लेट्स से तपाईँको शुक्र ग्रह सिंह राशिको 29 डिग्रीमा छ. अब सिंह राशिको 29 डिग्री भनेको सिंह राशिको अन्तिम पदा हो. अन्तिमको 3 डिग्री 20 मिनटभित्र पर्छ र सिंह राशिको अन्तिम पदा नवांशमा कुन नवांशमा पर्छ? धनु नवांशमा पर्छ. अब D1 मा सिंह राशिमा 29 डिग्रीमा भएको तपाईँको शुक्र ग्रह D9 मा कहाँ हुने भयो? धनु राशिमा हुने भयो. D9 को लग्न जे पनि हुन सक्ला, D1 को लग्न जे पनि हुन सक्ला. तर D1 मा शुक्र ग्रह गएर सिंह राशिको 29 डिग्रीमा बसेको छ भने त्यो सिंह राशिको अन्तिम पदा हो, धनु राशिमा पर्छ. भने मतलब तपाईँको नवांशमा त्यो शुक्र ग्रह गएर धनु राशिमा बस्यो. अब के गर्नुहोस् भन्दाखेरि त्यो नवांशको जुन धनु राशि छ नि त्यसलाई D1 को लग्न बनाउनुहोस्. भनेको मतलब नवांशको अरू सबै कुरा छोडिदिनुहोस्, जस्ट त्यो धनुराशि लिनुहोस्. त्यो धनुराशिलाई चाहिँ D1 को लग्न बनाउनुहोस् र D1 को अरू ग्रहहरू त्यो लग्न अनुसार चाहिँ तपाईँले त्यो अनुसार प्लेस गर्नुहोस्. भने मतलब कस्तो भन्दाखेरि D1 को मानौँ तपाईँ कन्या लग्न थियो, सिंह राशिमा शुक्र गएर 29 डिग्रीमा 12 भावमा गएर बसेको थियो. अब तपाईँले D1 को लग्न पनि ख्याल गर्नु परेन. जस्ट के गर्नु पऱ्यो भन्दाखेरि त्यो D1 लाई तपाईँ धनुराशि अनुसारले चेन्ज गरिदिनु पऱ्यो. त्यसलाई हामी भन्छौँ कारकांश लग्न. भने मतलब अब तपाईँले धनु लग्न कुण्डली बनाउँदाखेरि D1 को कुराहरू जहाँ पनि हुन सक्ला आफ्नो ठाउँमा. जस्तै धनु लग्न कुण्डली बनाउँदाखेरि सिंह राशिको 12 भावमा भएको शुक्र कन्या लग्न हुँदाखेरि त 12 भावमा सिंह राशि हुन्छ र त्यो शुक्र त 12 भावमा छ.
तर धनु लग्न बनाउनु भयो भने मेबी त्यो चाहिँ अब 9th हाउसमा जाला होइन, धनु लग्नमा 9th हाउसमा सिंह राशि हुन्छ। पर त्यो म्याटर गरेन अहिलेलाई। जस्ट के ख्याल गर्नु पऱ्यो त, आत्मकारक ग्रह अथवा हाइएस्ट डिग्री भएको ग्रह चाहिँ नवमांशमा कुन राशिमा गएर बसिरहेछ, त्यो अनुसारले हामीले लग्न बनाउने D1को। र त्यो लग्न भनेको कारकांश लग्न हुन्छ, र कारकांश लग्नमा 12औं राशि कुन छ अथवा 12औं भावमा कुन ग्रह बसेको छ, त्यसको आधारमा चाहिँ हामीले इष्टदेव पत्ता लगाउँछौँ, डिटर्मिन गर्छौँ। जस्तै यो केसमा धनु चाहिँ कारकांश लग्न भयो भने मतलब 12औं भाव कुन राशि छ, वृश्चिक राशि छ। अब त्यहाँ 12औं भावमा कुनै ग्रह बसेको छ, लेट्स से शुक्र ग्रह बसेको छ भने मतलब धनुको पछाडि शुक्र ग्रह फेरि कुन अनुसारले हुन्छ, तपाईँको नवमांश कुण्डलीको अनुसारले हुँदैन है। भने मतलब 12औं भावमा शुक्र ग्रह वृश्चिक राशिमा हुनको लागि D1मै त्यो शुक्र ग्रह वृश्चिक राशिमा हुनु पऱ्यो। हामी नवमांश कुण्डली हेरिरहेको छैनौँ, कारकांश कुण्डलीको अनुसारले चाहिँ हामी हेरिरहेको छौँ। सो त्यो हिसाबले यदि कारकांश लग्नमा अथवा कारकांश कुण्डलीमा चाहिँ 12औं भावमा वृश्चिक राशि छ र वृश्चिक राशिमा मानव गएर शुक्र ग्रह बसेको छ, शुक्र ग्रह गएर बसेको छ भने चाहिँ तपाईँको इष्टदेव लक्ष्मी महालक्ष्मी हुनुहुन्छ। शुक्र ग्रह हुनुहुन्छ, महालक्ष्मी हुनुहुन्छ, सूर्य राम तपाईँको इष्टदेव हुनुहुन्छ, राहु दुर्गा तपाईँको इष्टदेव हुनुहुन्छ, बुध तपाईँको विष्णु तपाईँको इष्टदेव हुनुहुन्छ, बृहस्पति तपाईँले विष्णुलाई पनि मान्न सक्नुहुन्छ, अझ स्पेसिफिकली दत्तात्रेय तपाईँको इष्टदेव हुनुहुन्छ। दत्तात्रेयलाई पनि एकदम मान्न सक्नुहुन्छ, पर्सनली वान अफ माई फेभरेट डिटी हो। सो दत्तात्रेयलाई तपाईँले इष्टदेव मान्न सक्नुहुन्छ। केतु गएर बसेको छ, तपाईँले गणेशलाई इष्टदेव मान्न सक्नुहुन्छ। मङ्गल गएर बसेको छ, तपाईँले हनुमानलाई इष्टदेव गरेर मान्न सक्नुहुन्छ। अनि चन्द्रमा गएर बसेको छ, तपाईँले चाहिँ कृष्णलाई आफ्नो इष्टदेव मान्न सक्नुहुन्छ। अनि शनि गएर बसेको छ, तपाईँले शिवलाई आफ्नो इष्टदेव मान्न सक्नुहुन्छ। यो चाहिँ प्लानेट अनुसारको कुरा भयो होइन। तर राशि अनुसारले जस्तै प्लानेट कुनै पनि छैन, कारकांश लग्नको 12औं भावमा कुनै पनि प्लानेट छैन भने चाहिँ तपाईँले राशिलाई हेर्नुपर्ने हुन्छ। सो मेष राशि गएर बसेको छ, तपाईँले हनुमानलाई इष्टदेव मान्नुहोस्। मङ्गलको मेषवाला एङ्गल चाहिँ हनुमानसँग अलिक बढी कनेक्ट राख्छ। वृष राशि गएर बसेको छ, महालक्ष्मीलाई इष्टदेव मान्नुहोस्। तुला राशि गएर बसेको छ, महालक्ष्मीलाई इष्टदेव मान्नुहोस्। मिथुन अथवा कन्या राशि छ, तपाईँले विष्णुलाई इष्टदेव मान्न सक्नुहुन्छ। अनि मीन अथवा धनु राशि छ 12औं भावमा, त्यस्तो केसमा तपाईँले दत्तात्रेयलाई इष्टदेव मान्न सक्नुहुन्छ अथवा विष्णुलाई नै इष्टदेव मान्न सक्नुहुन्छ। कुम्भ राशि छ, तपाईँले ब्रह्मालाई इष्टदेव मान्न सक्नुहुन्छ। कुम्भ राशि हेज अ भेरी क्रिएटिभ एनर्जी, सो त्यो द्याट्स ब्रह्माको एनर्जी एक हिसाबले। सारण राहुको कम्बिनेसन हो, ब्रह्मालाई अथवा शिवलाई पनि मान्न सक्नुहुन्छ। आई वुड से ब्रह्मालाई अलि बढी मान्नुहोस्। अनि वृश्चिक राशि बसेको छ, तपाईँले गणेशलाई, अझ स्पेसिफिकली भन्दाखेरि चाहिँ सुब्रमण्यमलाई इष्टदेव मान्न सक्नुहुन्छ। सो केतुको इनर्जी भनेको चाहिँ गणेशको इनर्जीसँग सिधै कनेक्टेड छ। गणेशलाई तपाईँले सिधै इष्टदेव मान्न सक्नुहुन्छ। तर स्कर्पियोनिक अलिकति इनर्जी जुन हुन्छ मङ्गलको, स्कर्पियो राशिको इनर्जी, त्यो चाहिँ तपाईँले मोर मङ्गलकै भए पनि तपाईँले गणेशलाई अथवा सुब्रमण्यमलाई इष्टदेव मान्न सक्नुहुन्छ। गणेश र सुब्रमण्यम भनेको दाजुभाइ, कार्तिकेय भनेको दाजुभाइ। सो कहिलेकाहीँ मङ्गल केतु कम्बिनेसन बनिरहेछ अथवा मङ्गल मात्र गएर बसिरहेछ वृश्चिक राशिमा भने त्यस्तो केसमा तपाईँले गणेशलाई अथवा सुब्रमण्यमलाई इष्टदेव मान्न सक्नुहुन्छ। यदि 12औं भावमा मङ्गल गएर बसेको छ अथवा केतु गएर बसेको छ कारकांश लग्नको कुण्डलीमा। यो D1मा होइन, नवांशमा होइन, कारकांश लग्न। 12औं भावमा मकर राशि भयो, पक्कै शिवलाई इष्टदेव मान्न सक्नुहुन्छ। यसरी चाहिँ हामीले सिंह राशि भयो, रामलाई इष्टदेव मान्न सक्नुहुन्छ यदि राशि मात्र छ भने। तर त्यो प्लानेट छ भने प्लानेटलाई हामीले प्रायोरिटाइज गर्नुपर्छ। लेट्स से मल्टिपल प्लानेट बसिरहेछ होइन, सूर्य केतु र शुक्र बसिरहेछ। त्यस्तो केसमा चाहिँ तपाईँले चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि लोएस्ट डिग्री भएको प्लानेटलाई चाहिँ तपाईँले चेक गर्ने। लोएस्ट डिग्री भएको प्लानेट कुन छ त्यसलाई चाहिँ तपाईँले इष्टदेव मान्न सक्नुहुन्छ। अथवा कति केसमा चाहिँ हामीले चाहिँ जस्तै केतु गएर चाहिँ मीन राशिमा गएर बसिरहेको छ भने अफकोर्स केतु स्ट्रङ हुन्छ नि त होइन। सो लोएस्ट डिग्री प्लानेटलाई हामीले किन मानिरहेको छौँ त, लोएस्ट डिग्री प्लानेटको अलिकति अप्पर ह्यान्ड हुन्छ अथवा त्यसको चाहिँ अलिकति स्ट्रेन्थ बढी हुन्छ कुनै पनि कन्जङ्सनमा भन्ने एउटा कमन अन्डरस्ट्यान्डिङ छ होइन। तर लेट्स से कुनै 3टा ग्रह छ अनि त्यो ग्रह चाहिँ जस्तै शुक्र, सूर्य र बुध गएर बसिरहेछ कारकांश लग्नको 12औं भावमा, यो 3टा ग्रह बसिरहेछ। तर शुक्र लोएस्ट डिग्री पनि छैन,
हाइएस्ट डिग्री अथवा मिडको डिग्रीमा, तिनवटा मध्ये मिडमा बसिरहेछ डिग्री वाइज भने पनि यदि तुला राशिमा शुक्र बसिरहेछ भने चाहिँ त्यस्तो केसमा शुक्रलाई नै हामीले अपर ह्यान्ड दिनुपर्छ, शुक्रलाई नै इष्टदेव मान्नुपर्छ। यो मेरो व्यक्तिगत आफ्नो थ्योरी हो, यस कसैले काहीँ लेखेको भन्दा पनि मेरो आफ्नो थ्योरी हो, किनभने त्यहाँ शुक्र अलरेडी स्ट्रङ भएर बसिरहेछ, किनकि शुक्र आफ्नै राशिमा छ नि त तुला राशिमा बस्दाखेरि। सो लोएस्ट डिग्री ग्रह सूर्य नै भयो भने पनि तपाईँले चाहिँ शुक्रलाई इष्टदेव, शुक्रको क्लोजर डिटी कुन हो, महालक्ष्मी हुनुहुन्छ होइन। सो महालक्ष्मीलाई चाहिँ तपाईँले इष्टदेव मान्नुपर्छ। सो त्यसरी चाहिँ हामीले इष्टदेव हेर्ने हो। यो एकदम धेरै एक्युरेट, एकदम धेरै पावरफुल र एकदम धेरै तपाईँको लागि इफेक्टिभ रिमेडी पनि हुन्छ एक हिसाबले। इष्टदेवको तपाईँ मन्त्रहरू रेगुलर बेसिसमा सुन्न थाल्नुभयो भने तपाईँलाई अलाइन गर्दै लिएर जान्छ डेस्टिनीमा, तपाईँलाई चाहिँ आफ्नो पाथमा अगाडि बढ्ने सेन्समा चाहिँ अगाडि बढ्नलाई एकदम धेरै हेल्प गर्छ। सो यो भिडियोमा चाहिँ मैले तपाईँलाई इष्टदेव कसरी हेर्ने, सो 3-4 स्टेपको कुराहरू मैले अलिकति भनेको कुरा अझै बुझ्नु भएको छैन भने लास्टमा म रिपिट गरेर भन्छु। फर्स्टमा तपाईँको कुण्डलीमा तपाईँको आत्मकारक ग्रह जुन भनेको तपाईँको कुण्डलीमा सबैभन्दा हाइएस्ट डिग्री भएको ग्रह, त्यो ग्रह तपाईँको नवमांशमा कुन राशिमा गएर बसेको छ, त्यो राशिलाई D1 को लग्न बनाउने भनेको तपाईँको लग्न कुण्डलीको लग्न बनाउने। र तपाईँले D1 को लग्न बनाएपछि त्यो चाहिँ के हुन्छ, कारकांश लग्न हुन्छ। अब कारकांश लग्नमा 12औं भावमा चाहिँ कुन राशि छ, कुन ग्रह छ, त्यसको आधारमा पहिला ग्रहको प्लेसमेन्ट हेर्ने, ग्रह छ भने त्यो त्यसलाई आन्सरले सजिलो भयो, इष्टदेव त्यही अनुसारले कोरिलेट गर्ने। मैले अघि पनि भनिसकेँ कुन ग्रहको कुनसँग हुन्छ भनेर। यदि ग्रह छैन भने त्यो राशि हेर्ने, राशिको समय कुन छ त्यो अनुसारले हामीलाई त्यो इष्टदेव त्यसरी कोरिलेट गर्ने। यसरी हामीले आफ्नो इष्टदेव फिगर आउट गर्न सकिन्छ, अलङ विथ पञ्चम भावको लर्ड अथवा राशि लर्ड, त्यो अनुसारले पनि ठिकै छ, तपाईँ सुन्न सक्नुहुन्छ त्यस्तोसँग रिलेटेड डिटीहरू। तर मुख्यतया हामीले चाहिँ इष्टदेव हेर्ने चाहिँ यसरी हो। यो तरिकाले तपाईँले आफ्नो कुण्डलीलाई अलिकति बुझेर आफ्नो इष्टदेव फिगर आउट गरेर त्यो अनुसार त्यो डिटीलाई बढी मान्ने गर्नुभयो भने तपाईँको लाइफमा धेरै नै हेल्प गर्छ। यो मेरो पर्सनल एक्सपिरियन्स हो, एकदमै धेरै डिपली इम्प्याक्ट पारेको छ मेरो पर्सनल लाइफमा चाहिँ इष्टदेवको इनर्जीले चाहिँ। सो या होपफुली तपाईँले बुझ्नुभयो होला र आफ्नो कुण्डलीमा चाहिँ के छ आफ्नो इष्टदेव कमेन्ट गर्न सक्नुहुन्छ तल है त। सी इन द नेक्स्ट भिडियो।